गाइज हेर्नुहोस् न सोप कति दामी के भएको यसलाई सप्रेको क्या दामी वा यत्तिको चाहिँ हुनु पर्यो नि त हौ गाइस सोप यहाँ मुलाहरू हेर्नुहोस् पियाज मेरो आमाको मेहनतको फल यो चाहिँ अगुवा काँक्रा हो हैन यहाँ चाहिँ आलु छ आलु आमा चाहिँ यहाँ हुनुहुन्छ आमा हाई भनिदिनु नि गाइस यो चाहिँ फर्सीको बिउ फर्सीको यो चाहिँ मलाई थाहा छैन के को हो आमा फर्सी त कति बेसी हो यहाँ चाहिँ गाइस हेर्नुहोस् यो चाहिँ हो बस्तीको लसुन चाहिँ बजारे लसुन यो चाहिँ हो बस्तीको लसुन माथि प्याज यो गाइस यस्तो छ बारीमा चाहिँ मेसो मेरी आमाले काम गर्दै हुनुहुन्छ काम नगरी पनि भएन आमा काम नगरी यति खानु पाइँदैन बजारबाट किनेर खाउँ भन्दा त महँगो परिहाल्छ आफ्नो बारीमा किनेर टिपेर खाउँ भन्दा मेहनत गर्नु पर्यो खानुको लागि करेला अरे भाई इतना ज़्यादा प्याज हेर्नुहोस् न लडक कितना अच्छा हुआ है यो मकै खानु भ्याउँछु म ए हो म त्यति लामो सपनामा हो कि विपनामा हो धनिया छ यहाँ गाइस यसो छ अब यो तल चाहिँ अलिक खाली छ यहाँ चाहिँ अब मकै लगाउन आँट्नु भएको छ गाइसहरू के गर्नु अब होइन यस्तै छ गाइजहरू यहाँ पनि हेर्नुहोस् विभिन्न थरीको बिउ बिजनहरू यहाँनिर आमाले लगाउनु भएको छ यो ब्ल्याक कलरको पोली ब्याग तपाईँले देख्दै हुनुहुन्छ यसमा चाहिँ तपाईँको रोप्नु भएको छ घर तरुल चाहिँ यसरी रोप्नु भयो भने चाहिँ अति नै राम्रोसँगले आउँछ हरे हाम्रो फादरले भन्नुभएको र यहाँनिर देख्दै हुनुहुन्छ ब्रिन्जल अनि त्यहाँदेखि तपाईँले यसलाई एक प्लान्ट पनि भनेर चिन्नुहुन्छ अनि यहाँनिर चाहिँ धेरै प्रकारका मुलाहरू हुनुहुन्छ ओ जेजस सजनाको ठुलो रुख यस्तो छ गाइस के गर्नु यो डोकोमा चाहिँ के छ भनेर तपाईँहरूले सोचिरहनु भएको होला म यसलाई पनि उगाडेर देखाउँछु यहाँ चाहिँ हुनुहुन्छ डल्ले बल्ले तपाईँहरू कतिजनाको फेभरेट हो डल्ले खानु तपाईँलाई मामसँग मनपर्छ प्लिज कमेन्ट गर्नुहोस् होला अनि जतिले मलाई कमेन्ट गर्नुहुन्छ तपाईँलाई म एक एकवटा डल्लेको फोटो चाहिँ त्यही कमेन्टको रिप्लाईमा पठाइदिनेछु अब डल्ले पठाउनु त नसक्ला गाइस अब फोटोै भए पनि पठाउँछु के छ यहाँ चाहिँ हाम्रो कालीको यो काले हो कि काले हो यो सानो फुच्ची अनि यहाँ अर्को छ यसकै छोरा काले हेलो काली बुई सिङ के आत्तिको पार्यो चिनेन रहेछ मलाई बाई 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 काले गुड नाइट गाइस यहाँ हेर्नुहोस् त मेवा गुटुङ टुङ फलेको कन्स्टिपेसनको एकदमै स्विट डिलिसियस मेडिसिन